गुड इभिनिङ गाइस, म आज मसरुम सस बनाउँदैछु। ल हेर्नुहोस् तपाईँको सामने यस्तो बेहतरिन ताजा मसरुम। ल हेर्नुहोस्, सेतो मसरुम फार्मबाट लिएर आएको। आज म इटालियन कन्टिनेन्टल हिसाबले म बनाउँछु मसरुम सस। हेर्नुहोस् तपाईँको सामने चट्टै काटेँ। अब मसरुम ससमा बनाउन जाँदैछु। ओरिगानो हो र ब्ल्याक पेपर हो र आज फ्रेस क्रिमको म क्रिमी मसरुम सस बनाउन जाँदैछु। बटर, गार्लिक, मसरुम, त्यसको साथमा बनाउँदै जान्छु लस्सी। ओह माय गॉड, वाउ! हाल्दैछु। ल हेर्नुहोस्, यो बटर म्याक्सिमम 15 ग्राम हाल्नु। सस हाल्नु। त्यसमा गार्लिक, त्यसलाई काट्नु मिल्छ नि। ब्ल्याक पेपर, डार्क सोया, एरामेट, पकाउनुपर्छ। स्टोभ हामीले मजाले पकाउनुपर्छ। ल ओहो, ल हेर्नुहोस् त, तपाईँहरूले पनि खानु होला, ट्राई गर्नु होला, तपाईँहरूले बनाइदिनु होला, घरमा पनि बनाउन सक्नुहुन्छ। तपाईँले हर रेस्टुरेन्टमा बनाउन सक्नुहुन्छ। मसरुम सस हो यो। पेरी पेरी सस हालेको कसा क्रिम। उल्टा हात पर्छ क्या फेरि मेरो। फाइनली गाइज, मेरो मसरुम सस रेडी भइसकेको छ। ल हेर्नुहोस्, तपाईँले बेहतरिन तरिकाले घरमा पनि बनाएर खानु सक्नुहुन्छ। यो आज बनाएको नयाँ रेसिपी, नयाँ सस, मसरुम सस, बटर क्रिमी गारी सस। हेर्नुहोस्, तपाईँहरूले यस्तो बढिया तरिकाले एकदम फ्लेभरको लागि एकदम बढिया बनेको छ। मैले खाँदाखेरि वाउ भइरहेको छ यो टेस्ट। ल हेर्नुहोस्, आहा, ल हेर्नुहोस्, यस्तोमा हेर्नुहोस् त, यो क्रिमी मसरुम बटर सस मसरुम। हेर्नुहोस्, मसरुमको पनि यस्तो लेजी आएको छ। ल तपाईँहरूले हेरिदिनु होला, तपाईँहरूले खाइदिनु होला। यो मेरो रेसिपीको हिसाबले मैले बनाएको छ। तपाईँहरूको उसमा फेसबुकमा पनि हर रेसिपी मैले हालिरहेको छु साथीभाइ हो। ल हेर्नुहोस्, यो अर्ग्यानिक। ल ओहो, यस्तो दामी फ्लेभर। ल अर्ग्यानिक हो यो। ल आम्मा, ल हेर्नुहोस् है, दामी छ। ल तपाईँले लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। म दिपक राणाको तर्फबाट थ्याङ्क यू, धन्यवाद।